अहिले ग्वारकु क्षेत्र सेनाको कब्जामा छ। अहिले नेपाली सेनाले दुईपट्टि साइडमा कब्जामा लिएको छ। अहिले एमाले कार्यालयमा आगोजनी भइरहेको छ। यतापट्टि सेनाले कब्जामा लिएर मार्चपास गरिरहेको छ। यता नेपाली सेना अलर्ट पोजिसनमा छ। काठमाडौँमा कर्फ्यू लागिसकेको छ। ललितपुर सेनाको नियन्त्रणमा छ। नेपाल प्रहरी अहिले ब्याक भइसकेको अवस्था छ। अनि यता गोली चलेको छ। अघि भर्खर तिनकुनेमा एकजनाको मृत्यु भइसकेको छ। यता एमाले कार्यालयमा आगो लगाइएको छ। यो त्यहाँको धुवा हो। नेपाल आर्मी भइसक्यो, लागु भइसक्यो। हामी त यहीँसम्म अनिल लड्छौँ खै के आयो पुरै एक्लै। भाटभटिनी पूर्ण रूपमा क्षति भएको छ। अहिले भाटभटिनीमा असुर ग्यास चलिरहेको छ। त्यहाँ सरकारी गाडी जलाइरहेको अवस्था छ यो ठाउँमा। राम्रो काम गरे भने चलाउनु पनि गर्नुपर्ने थिएन नि, होइन? हुन्छ नि एउटा यहाँ गरे जस्तो उता किन गर्नु? तिनजना अरे होइन। एकदमै असुल ग्यास यहाँ बुहारको चौकसम्म अब यहाँ तर चाहिँ यहाँ व्यवस्था परिवर्तन जसरी पनि हुन्छ गर्ने भने नभइकन त अब देशै रहँदैन होइन। नभई त देशै रहँदैन। अब परिवर्तन नभई त अवस्था यही अवस्थामा रह्यो भने त देशको धेरै सरकार अघि तिनकुनेमा गोली चलेको थियो। अहिले एमाले कार्यालयबाट चाहिँ धुवा निक्लिरहेको छ। त्यसलाई चाहिँ साई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। यता ललितपुर छेर्ने मुन बालकुमारी पुलमा सेनाले घेराबन्दी गरेर राखिएको छ।
यतापट्टि धुवा आइरहेको ठाउँ चाहिँ एमालेको कार्यालय हो र अर्को सरकारी गाडी यहाँनिर जलिरहेको छ। जानी यस्तो गरेको छ त यार थेट लाज लाग्दैन एउटा सरकार यतापट्टि कमलटानी त हाम्रो कमलटारो अब हान्ने त्यसरी भोलिबाट स्टार्टै त्यसरी केही फरक पर्दैन। अब उनीहरूले सबै पावर उनीहरू त हात जनताले आफ्नो मनमा नलागेको कुरा त बनापछि त्यो गर्दा उल्टो जनतालाई के गर्ने हुन्छ। सेना पछाडि फर्केको अवस्था छ। बन्दरगाह गाडी आइसक्यो सेनाको। यहाँ अर्को मार्चपास्ट चलिसकेको छ। सेनाको गाडीहरू सायद एमाले कार्यालयमा दौडिरहनु भएको छ। आज सेना सडकमा उत्रिसकेको अवस्था छ। हामी ठुलै युद्धमा होमिएको जस्तो जताततै आर्मीका गाडीहरू आर्मीहरू परेड खेलेको देखिरहेका छौँ। ओए नवीन यहाँ केपी चोरको नारा लागिरहेको छ। यहाँ सैन्यपाली सेनाको अगाडि पनि केपी चोर देश छोड भन्ने नारा लागिरहेको छ। हामी देख्न सक्छौँ यहाँ ग्वारकुको पुलदेखि राज्य अत्तालिएको अवस्था छ। राज्य साँच्चीकै अत्तालिएर अब अत्तालिँदै गर्दाखेरि केही दुर्घटना नहोस्। सेनाहरू फर्किने क्रममा देखेका छौँ हामी। ब्याक हुँदै हुनुहुन्छ। यतापट्टि सैन्यपाली सेना हुनुहुन्छ भने उतापट्टि सशस्त्र प्रहरी हुनुहुन्छ। एमालेको कार्यालयबाट धुवा आउने क्रम जारी छ। एम्बुलेन्सहरू दौडिरहेका छन्। एम्बुलेन्स आइरहेको अवस्था छ। भाटभटिनी आज पूर्ण रूपले क्षति भएको छ। अघि तिनकुनेमा 100औं राउन्ड गोलीहरू हवाई फायर भएको थियो। यहाँ अहिले मान्छे पातलो देखे तापनि भित्र सबैजना भित्र छिरिरहनु भएको छ। यतापट्टि आर्मीको काठमाडौँ कर्फ्यू लागिसकेको छ भने ललितपुरमा कर्फ्यू लगाउने भइरहेको छ। यतापट्टि सशस्त्रको गाडीहरू दौडिरहेको छ भने आर्मीहरू पोजिसनमा बसिसकेको छ।
मरे कम हाने म त त्यही भएर घर सुट गरेर यसलाई बहाटे गर्नु भेट्यो यतापट्टि शस्त्रको प्रहरी दौडिरहनु भएको छ ड्यूटी त ड्यूटी हो बिचरा तर त्यो ड्रेस दिँदै कि केपी देश छोड भनी नारा लागिरहेको छ सेनाले आफ्नो पोजिसन लिने काम जारी छ यहाँ पोजिसन लिएर बसिरहनु भएको छ एउटा गाडी गयो नेपाल सेनाको यो व्यवस्था परिवर्तनको लागि सायद स्वतस्फूर्त नेपालीहरू आउनुभएको छ अघिसम्म यो ठाउँमा सयौं सेल असुर ग्यासहरू प्रहार भएका थियो अहिले आन्दोलनकारीका नि अलि पातलो देखिएको छ हामी ग्वारको पुलमा देख्न सक्छौं एमाले कार्यालय सुन्नमा आएको पूर्ण रूपमा सेनाले घेराबन्दी गरेर राखेको छ नेपालको झण्डा लिएर आउने क्रम जारी छ गाडी आफूले चलाएर छ अनि त पुलिस देख्ने नहुने उसलाई के हुँदो रहेछ काठमाडौँबाट नेपाली सेना अझ थपिँदैछ आफ्नै भाइ मेरो एउटा आफ्नै भाइ तर के साँच्चीकै यो दृश्य देख्दाखेरि नेपाल ठुलो युद्धमा फसेको जस्तो देखिन्छ जहाँ सेनाका गाडीहरू
पुलिसले माग्ने यहाँ ज्यादती गरेर आउने क्या ड्रेसै के भयो के हो हान्दैन किन अनि यो तपाईँ गर्ने अवस्था बुढाले गिरेले चाहिँ यसरी आन्दोलन बन्द गर्नेलाई चाहिँ हामीलाई चाहियो भन्दाखेरि सरकारको आर्मी होइन देशको आर्मी भनेर बोलायो उनीहरू त आउँदै अहिले कर्फ्यूमा त उनीहरू नि चाहियो कर्फ्यू घोषणा गर्दैछ चाहियो नि त अब अहिले चाहिँ पुलिसले नसक्ने भएर कर्फ्यू घोषणा गर्दै आर्मी आउँछ भनेर गृहमन्त्रीले कर्फ्यूको लागि सायद ६२-६३ पछि सेना बाहिर निक्लेको यो पहिलो घटना होला। म उसको दाइ आर्मीको गाडीहरू सयौंको संख्यामा आइसकेको छ। लाग्छ अब ठुलो हामी युद्धमा होमिँदैछौँ जस्तो भान हुँदैछ। एमाले पार्टी कार्यालयबाट धुवाँ आइरहेको छ। सायद त्यहाँ गाडी जलाएको हुनुपर्छ। काठमाडौँमा निषेधाज्ञा जारी भइसकेको छ 3 कुनेतिर अनि हामी थापाथली पुल रैतपुर क्षेत्रभित्र छौँ। यहाँ सेनाकै अगाडि पनि नारा चलिरहेको छ। यहाँ फेरि हवाई फायर भयो। फेरि हवाई फायर भइरहेको छ। हामी देख्न सक्छौँ यो टाढाबाट यहाँनिर भर्खरै हवाई फायर भयो। सेनाको गाडी अगाडि आउँदैछ। नेपाली सेना पनि हाम्रै दाजुभाइ हो। सायद हाम्रै सुरक्षाको लागि आउनु भएको हो। ६२-६३ पछि पहिलोचोटि काठमाडौँको सडकमा सेना परिचालन भएको छ।
फेरि पड्किएको आवाज आएको छ। सायद उतापट्टि झडप भइरहेको छ। काठमाडौँपट्टि झडप भइरहेको छ। आर्मीहरू पूर्ण रूपमा ललितपुर भित्र हुनुहुन्छ। यो कसको लागि? नेपाली जनताको लागि अथवा डराएको सरकार आफ्नो सुरक्षाको लागि? अर्को पनि नेपाली सेनाको गाडी आइसकेको छ। अहिले झन्डै सयौं हजारौंको संख्यामा नेपाली सेना परिचालन भइसकेको छ। हेर्नुहोस्, हामी देख्न सक्छौं नेपाली सेनाको गाडी फेरि यहाँ आइसकेको छ। हेर्नुहोस्, लाग्छ ठुलै युद्ध हुन लागेको अवस्था देखिन्छ यहाँ। पूर्ण रूपमा सेनाले यो चक्रपथलाई आफ्नो कब्जामा लिएको छ भने ललितपुरपट्टि सेनाले कब्जामा लिएको छ भने यता काठमाडौँपट्टि सशस्त्र प्रहरी नेपाल प्रहरीले एम्बुलेन्सहरू चलिरहेको छ। भाट भटिनी लगभग ध्वस्त भएको अवस्था छ। 3 जनाको मृत्यु भयो भन्ने सुन्नमा आएको छ। नेपाली सेना काठमाडौँपट्टि लागेको छ। चक्रपथ पूर्ण रूपमा नेपाली सेनाले कब्जामा लिएको छ। यहाँ सेनाको बीच पनि यहाँ नारा जुलुस चलिरहेको छ। यहाँ केपी चोर देश छोड भन्ने नारा लागिरहेको छ। यहाँ सेनाकै अगाडि केपी चोर देश छोड भन्ने नारा लागिरहेको छ। हामी देख्न सक्छौं लामो यहाँ सबै नेपाली सेनाले कब्जामा लिइसकेको छ। केपी चोर देश छोड भन्ने नारा लागिरहेको छ। साथीहरू, साँच्चीकै नेपाली सेना अगाडि हुँदाहुँदै यो नारा यहाँ लागिरहेको छ। सायद नेपाली सेना सरकारको रक्षा गर्नलाई आएको हो।
यता ललितपुरमा भन्दा पनि काठमाडौँमा बढी साथीहरू हुनुहुन्छ। यहाँ मान्छेलाई गोली हानेर ढालिसकेपछि साई नेपाली सेना परिचालन गरिएको हो। तिनकुनेमा सुन्नमा आएको 2 देखि 3 जना शहीद हुनुभयो भन्ने गरिरहेछौँ। यता फेरि नेपाली सेनाको गाडी तीव्र गतिमा आइरहेको छ। यहाँ काठमाडौँपट्टि फेरि हवाई फायर भएको छ। सेनाहरू फर्किने क्रम जारी छ। यता जुद्ध बारुद यन्त्र आयो। सायद हाम्रो एमाले पार्टी कार्यालयमा लागेको नजिक लागेको आगो निभाउनलाई। जुद्ध बारुद यन्त्रको साथीले पनि थम्स अफ गरेर जानुभयो। सायद उहाँले पनि एकबद्धता जनाउनु भएको होला। अब सायद साई नेपाली सेना अलिकति अगाडि बढ्दैछ। सायद यहाँ नारा जुलुस भएको भएर यहाँ हटाउने प्रयत्न हुन्छ होला साई नेपाली सेनाको। यहाँ कुलमान घिसिङको पनि नारा लागिरहेको छ। कुलमान घिसिङ जिन्दाबाद भन्ने। केपी ओली देश छोड भन्ने नारा चलिरहेको छ। राजतन्त्र जिन्दाबाद, प्रचण्ड मुर्दाबाद भन्ने नारा लागिरहेको छ। यहाँ नाराबाजी चलिरहेको छ। यहाँ लेडिजहरू पनि हुनुहुन्छ भने यता ग्वालको पुलबाट यहाँ केपी चोर देश छोडको नारा लागिरहेको छ। यहाँ सेनाको पनि कुनै वास्ता नगरिकन हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ यो नारा लागिरहेको छ भने सायद यो आन्दोलन अब दिन प्रतिदिन बढ्दै जानेछ, किनभने यहाँ अनाथमा व्यक्तिले ज्यान गुमाएको छ। साड्डो बाटोबाटै गाडी आउनलाई निषेध गरिएको छ।
यहाँ नेपाली सेना जिन्दाबाद भन्ने नारा गुन्जिन थालेको छ। नेपाली सेना जिन्दाबाद भन्ने नारा गुन्जिन थालिसकेको छ। यहाँ सेना कसको जनताको भन्ने नारा गुन्जिरहेको छ साथीहरू। पूर्ण रूपमा चक्रपथ अहिले नेपाली सेनाको कब्जामा छ। पूर्ण रूपले नेपाली सेनाको कब्जामा छ चक्रपथ। ग्वारकुदेखि माथि यता नेपाली सेनाको पनि प्रवाह नगरिकन यहाँ साथीहरू केपी विरुद्ध नारा लगाइरहनु भएको छ। यहाँ नेपाली सेना जिन्दाबाद जिन्दाबाद भन्नेको नारा गुन्जेको छ। यहाँ नेपाली सेना जिन्दाबादको नारा लागिरहेको छ साथीहरू। यहाँ छेउमै नेपाली सेनाहरू बसिरहनु भएको छ। गणतन्त्र धोका हो भन्ने राजा हो देश बचाओ को नारा गुन्जिरहेको छ। लगभग हामीसँग झन्डै 1200 जना प्रत्यक्ष लाइभमा हुनुहुन्छ साथीहरू। साई नेपाली सेनाले चक्रपथ पूर्ण रूपमा आफ्नो कब्जामा लिइसकेको छ। काठमाडौँमा कर्फ्यू लागिसकेको छ भने ललितपुरमा सायद अब लाग्छ होला। धेरै सम्भावना छ। यहाँ एम्बुलेन्सहरू आइरहेको छन्। हाम्रो लाइभमा अहिले 1200 जना जति हुनुहुन्छ। अहिले साथीहरू ग्वारकु भन्दा हामी माथि छौँ, तिनकुने भन्दा तल। यहाँ पूर्ण रूपले नेपाली सेनाको कब्जामा छ। यहाँ केपी ओली मुर्दाबाद, नेपाली सेना जिन्दाबाद भन्ने नारा गुन्जिरहेको छ। नेपाली सेना जिन्दाबाद, नेपाली सेना जिन्दाबाद भन्ने नारा गुन्जिरहेको छ साथीहरू। यहाँ पूर्ण रूपले सेनाले आफ्नो कब्जामा लिइरहनु भएको छ। प्रचण्ड चोर देश चोर भन्ने नारा गुन्जेको छ साथीहरू। सायद सरकार डराएको छ। सरकारले आफ्नो शक्ति, सम्पूर्ण शक्ति रोडमा लिएर आएको छ। साथीहरू सबै गणतन्त्र धोका हो भन्दै हुनुहुन्छ। राजाको पक्षमा नाराबाजी चलिरहेको छ भने जस्ट 10 मिटरको दूरीमा साई नेपाली सेनाहरू हुनुहुन्छ। यताबाट नेपाल प्रहरीहरू सायद उहाँले अब बल प्रयोग गर्नुहुन्छ होला, किनभने उहाँहरू आउँदै हुनुहुन्छ। यहाँ पुलिसको विरुद्ध नाराबाजी चलिरहेछ। पुलिस कसको, नेताको, आर्मी कसको, जनताको भन्ने।
सायद अब नेपाल प्रहरीहरू अगाडि बढिरहनु भएको छ। उहाँहरूले हामीलाई यहाँबाट हटाउने प्रयास गर्नुहुन्छ होला। हामी लाइभमा झन्डै 1300 जना जति छौँ साथीहरू। पूर्ण रूपमा सेनाले कब्जामा लिइसकेको छ। तैपनि आम रूपमा नेपाली जनताहरू सडकमा छन्, नाराबाजी गरिरहनु भएको छ, निर्वाध साथीहरू हिँडिरहनु भएको छ। गणतन्त्र धोका हो भयो भनेर यहाँ नाराबाजी चलिरहेको छ साथीहरू। यहाँ हामी देख्न सक्छौँ हजारौं संख्यामा पुलबाट माथिबाट निगालिरहनु भएको छ नेपाली सेनाका साथीहरूलाई। पुलिस कसको, नेताको, आर्मी कसको, जनताको भन्ने नारा गुन्जिएको छ साथीहरू। झन्डै हामीसँग 1400 जना लाइभमा हुनुहुन्छ। देश नेपाल प्रहरीहरू अगाडि बढिरहनु भएको छ। सायद नेपाल प्रहरीहरू अगाडि बढिरहनु भएको छ। सायद उहाँहरूले हामीलाई यहाँ बल प्रयोग गर्नुहुन्छ होला साथीहरू। पुलिस कसको, नेताको, आर्मी कसको, जनताको। नेपाल प्रहरीले सायद बल प्रयोग गर्नुहुन्छ भनेर होला। यहाँ नेताको प्रहरीहरू आउनु भइसकेको छ। यहाँ अहिले नेपाल प्रहरीले हटाइरहनु भएको छ। सायद छेउछेउमा जानु भन्दै हुनुहुन्छ हामीलाई नेपाल प्रहरीले। यहाँ अघिसम्म नेपाली सेनाले कुनै पनि गर्नुभएको छैन। अर्को नेपाली सेनाको गाडीहरू थपिँदैछन्। हजारौं संख्यामा नेपाली सेनाका गाडीहरू आइरहेका छन् साथीहरू। हेर्न हामी देख्न सक्छौँ पूर्ण रूपमा नेपाली सेनाहरू यहाँ लाग्छ कुनै युद्धमा देश होमिएको जस्तो लाग्ने अवस्थामा देखिरहेका छौँ साथीहरू। हामी देख्न सक्छौँ साथीहरू नेपाल आर्मी हामीले अनुमानै गर्न सकेका थिएनौँ साथीहरू। यो रूपमा आज नेपाल सरकारले यसरी सेना रोडमै खटाउँछ भनेर 62-63 पछि पहिलो पटक शाही नेपाली सेना सडकमा उत्रिएको छ। यहाँ हामी देख्न सक्छौँ साथीहरू नेपाली सेनाको गाडी। नेपाली सेनाहरूलाई हात हल्लाएर भाइ भाइ गरिरहेका छन् आन्दोलनकारीहरूले। झन्डै हामी 2000 जना साथीहरू लाइभमा जोडिनु भएको छ। यहाँ नेपाल प्रहरीहरूले खाली गराउँदै हुनुहुन्छ। यो सायद सुरक्षाको घेरामा गर्नलाई होला। यहाँ झन्डै 2000 जना हाम्रो लाइभमा जोडिनु भएका साथीहरू हेर्न देख्न सक्नुहुन्छ हामीले। यहाँ शाही नेपाली सेनाले सिङ्गो चक्रपथ कब्जामा लिइसकेको छ। यहाँ नेपाल प्रहरी विरुद्ध नाराबाजी चलिरहेको छ भने पहिलो घेरामा नेपाल प्रहरीहरू अहिले बसिरहनु भएको छ भने दोस्रो घेरामा शाही नेपाली सेना हुनुहुन्छ। सायद उहाँहरूले अब एकैछिनमा यहाँ बल प्रयोग गर्नुहुन्छ जहाँसम्म लाग्छ। किनभने सायद उहाँहरू पनि संयम भएर आन्दोलनलाई निगालिरहनु भएको छ। सायद यहाँ बल प्रयोग नहुन पनि सक्छ। यहाँ
आज गणतन्त्रको मुटु हल्लिएको छ साथीहरू। साई नेपाली सेनाको गाडी फेरि अर्को गाडी आइसकेको छ साथीहरू। गणतन्त्रको मुटु हल्लिएको छ साथीहरू। हेर्नुहोस् त साई नेपाली सेनाको गाडीहरू लगातार मार्च पास गरिरहेको छ चक्रपथमा। हामी हेर्दै गर्दाखेरि प्रहरी साथीहरूले संयम अप्नाइरहनु भएको छ। साँच्चीकै रिक्वेस्ट गरिरहनु भएको छ नेपाल प्रहरीहरूले। सायद यहाँ त्यस्तो झडपै होला जस्तो अवस्था देखिएको छैन, तर यहाँ साथीहरू नारा जुलुस गरिरहनु भएको छ। यहाँ हामी देख्न सक्छौँ पुलभन्दा माथि हजारौंको संख्यामा साथीहरू यहाँ हेरिरहनु भएको छ। आज गणतन्त्रको जग हल्लिएको छ साथीहरू। यहाँ अझ पनि केपी चोर देश छोड भन्ने नारा चलिरहेको छ। यो कुनै पनि साथीहरू मासु भात लिएर खाएर आन्दोलन गर्न आउनु भएको होइन, स्वतस्फूर्त नेपालको झण्डा बोकेर आउनु भएको छ। नेपाली सेना जिन्दाबाद, नेपाली सेना जिन्दाबाद भनेर नारा गुन्जिरहेको छ। हामी सुन्न सक्छौं नेपाली सेना जिन्दाबाद, नेपाली सेना जिन्दाबाद भन्ने नारा गुन्जिरहेको छ साथीहरू। हामी अहिले झन्डै साथीहरू अहिले हाम्रो लाइभमा झन्डै 2000 जना जति जोडिनु भएको छ। 2000 जना देश विदेशबाट जोडिनु भएका साथीहरू। चक्रपथमा पूर्ण रूपमा आर्मीले कब्जा गरेको छ भने नेपाली सेनाका गाडीहरू नेपाली सेना मार्च पास गरिरहेका छन् भनी त्यहाँ हामी देख्न सक्छौं। साथीहरू नेपाली सेनाको गाडीहरू सायद सेना अझ एक कदम अगाडिको लाइनमा आइरहनु भएको छ। सायद उहाँहरूले आफ्नो घेराहरू बढाइरहनु भएको छ साथीहरू। आफ्नो घेरा अझ बढाइरहनु भएको छ। लगभग हामी देख्न सक्छौं साथीहरू यो झन्डै 1 किलोमिटर माथि पनि देख्न सक्छौं साथीहरू। साई नेपाली सेनाको गाडीहरू यहाँ धेरै झन्डै हजारौंको संख्यामा सेनाहरू खटिसकेका छन्। हेर्न सक्नुहुन्छ साथीहरू। यहाँ अर्को पनि साई नेपाली सेनाको गाडीहरू आइसकेको छ साथीहरू। अब पुलिसले सायद बल प्रयोग गर्न खोज्छ होला साथीहरू। नेपाली सेनाको गाडीलाई सल्युट मारिरहेका छन्। हामी देख्न सक्छौं नेपाल प्रहरीले यहाँ हटाइरहेको छ भने सेनाको गाडीहरू लगातार अगाडि बढिरहेको छ। साई नेपाली सेनाको गाडीहरू लगभग धेरैको संख्यामा यहाँ राखिएको छ। हामी नजिकै देख्न सक्छौं हाम्रो जर्नलिस्ट पनि अगाडि देख्न सक्नुहुन्छ। एसटिभी खबरको पत्रकारज्यू यहाँ रिपोर्टिङ गरिरहनु भएको छ साथीहरू।
सायद अब नेपाल प्रहरीले बिस्तारै यहाँबाट हटाउँदै हुनुहुन्छ, सायद क्लियर गर्न खोज्दै हुनुहुन्छ। यहाँ प्रहरीले अब बिस्तारै हस्तक्षेप गर्दैछ। आन्दोलनकारी अलिकति अगाडि जानुभएको छ साथीहरू। सायद हामी देख्न सक्छौं जुन कुरा हामीले हेर्न चाहेका थिएनौं त्यही कुराहरू अहिले हामी देखिरहेका छौं सडकमा। यहाँ पुलिससँग सानो झडप भइसकेको अवस्था छ साथीहरू। एम्बुलेन्सहरू कुदिरहेको छ। आज दिउँसभरि नै यो रस्साकसी चलिरहेको छ साथीहरू। यहाँ झडप भयो नेपाल प्रहरीसँग। सेनाहरू आफूभन्दा केही अगाडि बढिरहनु भएको छ। सायद उहाँहरू पूर्ण रूपमा यसलाई नियन्त्रणमा लिन चाहनुहुन्छ। उहाँहरू अगाडि बढिरहनु भएको छ। सायद यो यहाँ खाली गराउन खोज्दै हुनुहुन्छ। यहाँ साँच्चीकै नेपाल प्रहरीले पनि रिक्वेस्ट गरिरहनु भएको छ। यहाँ साँच्चीकै यहाँ उहाँहरूले रिक्वेस्ट गरिरहनु भएको छ। खास नेपाल प्रहरीले रिक्वेस्ट गरिरहनु भएको छ झडपको सिर्जना नहोस् भनेर उहाँहरूलाई पोलाइटली रिक्वेस्ट गरिरहनु भएको छ साथीहरू। यतापट्टिबाट यहाँ झडपको सिर्जना हुन लाग्यो साथीहरू। यहाँ झडपको सिर्जना हुन लाग्यो। यहाँ आन्दोलनकारीहरू बन्दुकको नापसँग पनि डराउनु भएको छैन साथीहरू। यहाँ प्रहरीहरूलाई ब्याक गराउन खोज्दै हुनुहुन्छ। हामीसँग लगभग हामी 2000 जना लाइभमा जोडेका छौं। यहाँ साथीले संयम गुमाउनु हुँदैन, हामीलाई त्यो उसकाट गर्नु हुँदैन। उहाँले उसकाइरहनु भएको छ। म देशको लागि मर्छु भनिरहनु भएको छ, तर सायद उहाँले अलिकति पिउनु भएको छ जस्तो लाग्यो। सायद यस्तै दृश्य हामीले अर्को ठाउँमा पनि देखिरहेका छौं होला। उतापट्टि आज गणतन्त्र पक्षधरहरूको पनि कार्यक्रम छ।
यहाँ प्रचण्डको आज कम्युनिस्टको गाडीहरू अब सायद यहाँ केही झडप हुने सम्भावना देखेको छु साथीहरू मैले यो 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 नेकपा माओवादीको यो गाडी सायद झडप हुनु उहाँहरूले कुदाएर लानुभयो साथीहरू। आज गणतन्त्रवादीहरूको नेपाल माओवादीहरूको बसबाट लिएर आएर जुन आन्दोलनबाट बसबाट फर्किने क्रम यहाँ देखिरहेका छौँ हामीले ब्यानर सहितका बसहरू। यहाँ सानो बच्चाले पनि केपी चोरको नारा लगाइरहनु भएको छ। यहाँ प्रष्ट देख्न सक्छौँ हामीले। मैले जुम गरेँ, हेर्न सक्नुहुन्छ। यो बच्चालाई के थाहा माओवादी आयो भन्दै हुनुहुन्छ। गणतन्त्र सायद यो बसमा सायद आज नेकपा माओवादीका साथीहरू आन्दोलनबाट फर्किँदै हुनुहुन्थ्यो होला। सायद यो बसमा केही हमला हुन सक्छ साथीहरू। यहाँ साथीहरू आन्दोलनकारीहरू गर्न भइसकेको छ। यहाँ नेपाल प्रहरीले यसलाई गर्दै हुनुहुन्छ। अरनिको यातायात आज उहाँहरूलाई सायद कुनै ठाउँबाट लिएर आएको आन्दोलनको लागि उहाँहरू अहिले बसमा फर्किँदै हुनुहुन्छ। तर अफसोस यहाँ केही पनि भएन। यसरी हिँड्नु गलत कुरा हुन सक्छ साथीहरू। त्यहाँ ढुङ्गामुढा हुन सक्छ साथीहरू। ढुङ्गामुढा भयो साथीहरू। ढुङ्गामुढा भयो साथीहरू। ढुङ्गामुढा भयो साथीहरू। यो गलत हुँदैछ। यसरी विपक्षीले गरेका आन्दोलनबाट फर्किने गाडीमा ढुङ्गामुढा गरियो। त्यो गर्न नहुने थियो। स्वतन्त्र रूपले यहाँ सबैले आन्दोलन गर्न पाउँछन् साथीहरू। साथीहरू नारा लगाउँदै प्रदर्शनकारीहरू अगाडि बढिरहनु भएको छ। साँझ पर्दै गर्दाखेरि पनि आन्दोलन गर्ने साथीहरू खट्नु भएको छैन। नेपाल प्रहरीले बाटोमा बसेका साथीहरूलाई पनि पन्छाउँदै हुनुहुन्छ।